भिडियोमा हामीले चाहिँ एटम्सको बारेमा चाहिँ हल्का म डिटेलमा अलि भन्न गइरहेको छु अनि यसको डिस्कभरीको बारे र यसको मासको बारे अनि यसको म सँगसँगै यसको म चार्जको बारे पनि केही भनिदिन्छु हैन। यो चाहिँ कहिलेकाहीँ सोध्यो भन्ने चाहिँ हामी गर्न सक्छौँ अनि तपाईँको न्युमेरिकल्सहरू गर्दा पनि यो धेरै काम लाग्छ है। अब एटम्स भन्ने के हो भने सपोज यो एउटा हाम्रो न्युक्लियस भयो, यसको वरिपरि जस्तो यो एउटा एटम भयो, त्यसको सेन्टर पार्टलाई हामी के भन्छौँ, हामीले के भन्छौँ न्युक्लियस भनेर भन्छ, न्युक्लियस भनेर भन्न सक्छौँ है। यसलाई हामी अर्को भाषामा के भन्न सक्छौँ भन्दाखेरि यसलाई न्युक्लियोन्स पनि भन्छ है, न्युक्लियोन्स पनि भन्छ है। अनि यसमा चाहिँ यहाँ चाहिँ इलेक्ट्रोनहरू रिभल्भ गरेको हुन्छ हो, इलेक्ट्रोनहरू चाहिँ हाम्रो इलेक्ट्रोनहरू चाहिँ यसमा रिभल्भ गर्छ एटमको भित्र है। अनि यो न्युक्लियस र यो इलेक्ट्रोनको बिचमा चाहिँ हाम्रो हुन्छ फोर्स अफ एट्र्याक्सन, यो त कुरा हामीलाई थाहा पाएकै कुरा हो। अब यसलाई चाहिँ हामी भन्छौँ जुन इलेक्ट्रोन छ यसलाई चाहिँ हामी भन्छौँ एक्स्ट्रा न्युक्लियर पार्टिकल भनेर भन्छौँ भने ले हामी एक्स्ट्रा न्युक्लियर पार्टिकल भनेर भन्छौँ है। जस्तो एटमको भित्र भनेको सब एटमिक पार्टिकल्सहरू हुन्छ, हामी के हुन्छ प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन पर्छ। अनि जुन यो जुन न्युक्लियस अनि यसको भित्र चाहिँ हुन्छ हाम्रो प्रोटोन प्लस न्युट्रोन भनेर चाहिँ हुन्छ, जसलाई चाहिँ हामी के भन्छौँ कम्बाइन्डली हामी यसलाई के भन्छौँ भन्दाखेरि न्युक्लियोन्स भनेर चाहिँ हामी भन्छौँ है। यसको डिस्कभरीको कुरा गर्दाखेरि कहिलेकाहीँ एक एमसिक्यूमा कहिलेकाहीँ सोध्न सकेन। जस्तो फर्स्टमा इलेक्ट्रोनको डिस्कभरी कसले गर्यो भन्दाखेरि जे थोमसले गरेको हो इलेक्ट्रोन डिस्कभरी। त्यसै गरी प्रोटोनको डिस्कभरी चाहिँ गोल्डस्टिनले गर्नुभएको हो। त्यसै गरी न्युट्रोनको डिस्कभरी चाहिँ जेम्स क्याडविचले चाहिँ गर्नुभएको है। कहिले डिस्कभरी एमसिक्यूमा सोद्धाखेरि चाहिँ हामी लेख्न सक्छौँ। त्यसको मास पनि कहिलेकाहीँ हामी न्युमेरिकल्सहरू गर्दाखेरि यसको मासहरू चाहिन्छ, जसमा चाहिँ इलेक्ट्रोनको मास भनेको 9.1 × 10⁻31 केजी हुन्छ भने त्यसै गरी प्रोटोन र न्युट्रोनको मास लगभग सेम नै हुन्छ। त्यसलाई हामी कम्बाइनली के लेख्छौँ भन्दाखेरि 1.6 × 10⁻27 केजी लेख्छु। सिमिलरली यसको पनि हामी 1.6 × 10⁻27 केजी हुन्छ। स्लाइटली यसको मास चाहिँ ग्रेटर हुन्छ, तर हामी न्युमेरिकल गर्दाखेरि सिम्पल 1.6 × 10⁻27 केजी नै राख्छौँ। अब यसको चार्जकै कुरा गर्दाखेरि कसो इलेक्ट्रोनको चार्ज कति हुन्छ भन्दाखेरि -1.6 × 10⁻19 कुलम हुन्छ। त्यसै गरी प्रोटोनहरूको पोजिटिभ चार्ज हुन्छ, त्यसरी 1.6 × 10⁻19 कुलम हुन्छ भनेको। न्युट्रोन चाहिँ एउटा नल पार्टिकल हो, यसमा चाहिँ चार्ज हुँदैन, यसमा चाहिँ नो चार्ज हुन्छ, यसमा चाहिँ के हुन्छ भन्दाखेरि जिरो चार्ज हुन्छ भनेर हामी लेख्न सक्छौँ है। त्यसै एटम्सको डिटेल्स है। यसबाहेक अझ तपाईँलाई आउने भिडियोमा चाहिँ हामी थर्मस एटोमिक मेडल्सहरू, बोर्स एटोमिक थ्योरीहरूको पनि कुराहरू गर्छौँ। यस सँगसँगै रिलेटेडहरू छ कसरी चाहिँ हामी यस पछिको भिडियोमा चाहिँ म रुदरफोर्ड अल्फा स्क्याटरिङ एक्सपेरिमेन्टको कुराहरू गर्नेछु। त्यसले चाहिँ कसरी चाहिँ हाम्रो न्युक्लियसलाई फाइन्ड गर्यो, प्रोटोनलाई फाइन्ड गर्यो भन्ने चाहिँ हामी कुराहरू गर्नेवाला छौँ।